ए असार 15 आज लायो चिउरा दही बबाला है ए दही चिउरा कस्तो लागिरह असार 15 मा एकदम रमाइलो लाग्यो रमाइलो मात्र ला दही चिउरा खान नपाएर रमाइलो लाग्थेन लाग्थ्यो त्यही पनि यता पनि केलुको भागी दही चिउरा केलुलाई कस्तो ला अलि राम्रोसँग बोलेर भन् के नाकको बोरा लाग्छ फेरि गर त्यस्तै ए बोल्न राम्रो लाग्यो भने त मिठो राम्रो लागिरहेछ यता नि दाइ भाउजूको पनि दही चिउरा भाउजूलाई कस्तो लागिरहेको छ दाइलाई ल दही चिउरा हामीले असार 15 टक्क मनाइयो केलीले के चिउरा डान्स गरेर खाँदैछ मिश्री डान्स बिस्कुट डान्स त्यो दिपिड दिदीवाला गर्छ एकचोटि डान्स ठुल्ठुलो पेटवाला डान्स के ल बल्ल छिटो गर छिटो 1 2 3 हात निकाल र दिपुर दे दादा त गर्छ त्यो दिपुर त्यसवाला डान्स गर्छ मोटेको त्यो होला म्युजिक भन्दैन एकचोटि आन्टीले भनेको मात्र मान्छ ल आन्टी भन्दै त म्युजिक मात्र भन्नुहोस् ल ए दिपुर दिसवाला गर्दै एकचोटि कोसँग डर लाग्छ मैले हेर्दैन ल म हेर्दैन ल यता हेर उडी हान्छ डराउँछ भन्दै हान के पेट हल्लाएर त्यो बुढी त्यस गर्दै टिचर राम्रोसँग क्लियर भन्ने है कथा हो ल त्यसमा एउटा बुढा बुढी रहेछन् अरे गरिब रहेछन् अरे अनि बुढा फेरि काममा गएछ अरे अनि बुढी घर झाडु लगाउँदै थियो अरे बुढीले अनि बुढीले झाडु लगाउँदा एउटा चामलको गेडा र दालको गेडा भेटायो अरे अनि बुढा आयो अरे कामबाट अनि यस्तो भन्यो अरे बुढीले बुढा मैले झाडु लगाउँदा फेरि गेडा र नि दालको गेडा भेटाएको नि भन्यो अरे अनि बुढाले फेरि यस्तो भन्यो आज हाम्रो त खिचडी पकाएर खाने हो भनेछन् अरे तिनीहरूको घर त अनि दाउरै थिएन अरे अनि हो तिनीहरू जङ्गल गएछन् अरे दाउरो खोज्न बुढाबुढी अनि बाघ भेटेछ अरे अनि हो गरेछ अरे अब तिमीलाई खान्छु मैले भन्छ अरे अनि यस्तो भनेन अरे बुढाबुढीले मलाई नखा बाघ हामीले तँलाई खिचडी पकाइदिएर दिन्छौँ भनेन अरे बुढाबुढीले अनि छिट्टै गएछन् अरे दाउरो खोजेछन् अरे अनि घर गएछन् अरे अनि छिट्टै पकाएर त अनि खाएछन् अरे अनि बाघलाई त पछि थिएन अरे खिचडी अनि हो तिनीहरूले त बाघलाई त रोटी बनाइदिन्छ
खान्छन् अरे रोटी अनि ठुलो बाक्साभित्र लुकेछ मन अरे घैटाभित्र अनि बाघ आएछ अरे मलाई खिचडी दिन्छौ कि दिन्छौ भन्दै आयो अरे हिँड्दै हिँड्दै अनि होटेल त हेरेछ अरे अनि छैन अरे खिचडी होटेल रोटी रहेछ अरे अब यस्तो भन्नु अरे अब तिमीलाई खान्छु मैले भनेछ अरे अनि होटेल दुईटा त अनि बाघले त यस्तो भन्नु अनि बाघ त हिँड्दै हिँड्दै आयो अरे अनि यस्तो भन्नु अरे बुढीले बुढा बुढा मलाई पार्न आयो भन्दाखेरि सुस्तरी पार्दै भन्दाखेरि फुस्स पारिदियो अरे बुढीले अनि बुढाले यस्तो भन्नु अरे बुढी मलाई पार्न आयो भन्दाखेरि यस्तो सुस्तरी पार्दै भन्दाखेरि ढ्वाट्ट पार्दो अरे घैट सैट फुट्यो अरे अनि बाघ पनि डराएर भागो अरे जङ्गलमा भ्याइयो हेर्ने मान्छे जति सबै ल हजुरलाई कस्तो लाग्यो कहानी मलाई बवाल लाग्यो के भएर के भएर